सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ शिविराज खड्का र मेरो यस नाटकमा चाहिँ अशिक्षित बाउको चाहिँ भूमिका रहेको छ। एउटा कथा अभावसँग लडिरहेको परिवार र अर्को कथा सुविधाभित्र पनि सुविधा गुमाइरहेको परिवार। गति पढन्दा सुन्न खोजे आजकै गति जहाँ पनि आमामा बाटोमा पनि पढाइकै कुरा गरेछ। आज बरु बाहिरतिर कतै बसौँ न, यसो रमाइलो गर्नुपर्छ। अड्डातिर जाने भने चाहिँ जाऊँ न केटा, पैसाको व्यवस्था छ कि नै? ए पैसाको टेन्सन नलियो नि यार केटा, मैले आमाबाट फकाएर मागिसकेको छु कापी कलम किन्ने भनेर। भनौँ न यार केटा, आइडिया देऊ न केही। आयो तिमी? कस्तो आँखा देखिँदैन क्या हो आएको पनि। किन साथ अफिसको काम नि मेरो टाउको दुखी छ। म खाना गर्न गएँ, तिमी चाहिँ बच्चा बच्चीलाई हेर है। तिमीबाट पैसा मात्र दिएर हुन्छ न, हामीलाई टाइम दिनुहुन्छ न माया। के गर्छौ त बहिनी, बुवा आमा जहिले झगडा गर्नुहुन्छ, पैसा दिएर मात्रै आफ्नो छोरछोरीलाई पालिन्न नि त। ए तिमी आयौ? मैले तिमीलाई एउटा कुरा भन्न भन्थ्यो कि सबैको अगाडि कसरी भनौँ भनेर भन्नै सकिनँ। भन न के कुरा हो? तिमीलाई मैले पहिल्यैदेखि मन पराउँथेँ, भन्न सकेको थिएन कि तिमीलाई। यसको छोरीको केटासँग लठारिँदै हिँडेछ। ए अन्त नि त्यो बाबु पनि पल्ला गरी मान्छेको छोरो होइन र? आमा त निकै रिसाउनु भएको छ, सम्झाउनु न आमालाई। अझ पुग्नुकै लाग्छस्? उमेर नपुग्दै केटी लिएर आए अनि नाक समाजमा के नाक देखाउने भनेस्? नाकमुख देखाउने तँले लायकको बनाछस्? गर्भवती पनि भइसिन्, केही गाह्रो होला नि आमा, स्वास्थ्य चौकी लैजानु न। केही गाह्रो हुन्न नानी, झन् हाम्रो जमानामा त चारवटी छोरी छोरा जन्माएको हामीले। केही गाह्रो त भएन क्यारे, एउटा यसलाई जन्माउन यस्तो हुन्छ, नाटक मात्र गर्छ, जहिलेको नाटक यसको। तिमी हाम्रो घरको कुरामा धेरै बाटो हुने काम नगर त नानी, अरूको घरको कुरा तिमीलाई के को चासो पर्यो? गइहाल हुरुक्क आफ्नो बाटो। मेरो त भन्ने काम हो आमा, भनिदिए त त्यही पनि तपाईँ विचार गर्नु होला। माया, अनुशासन र संस्कार पनि दिनुपर्छ।